जय मसीह साथीहरू, एकपटक आफूलाई सोध्नुहोस् त, किन मानिसहरू बाइबल पढ्छन् तर अझै जीवन बदलिएको देखिँदैन? किन कतिपयले यसलाई केवल धर्मको पुस्तक भन्छन् तर अरूले भन्छन् यो मेरो जीवनको उत्तर हो? के बाइबल वास्तवमै त्यस्तो पुस्तक हो जसले हजारौं वर्षपछि पनि मानिसको मन छुन सक्छ? वा यसभित्र यस्ता सत्यहरू छन् जुन हामीले अझैसम्म बुझ्नै सकेका छैनौँ? हामीले धेरै कुरा सुनेका छौँ, कथाहरू, अफवाहहरू, उपदेशहरू, तर के हामीले कहिल्यै सोच्यौँ कि बाइबलले भन्न खोजेको वास्तविक कुरा यही हो? यदि आजसम्म हामीले बुझेको कुरा अधुरो मात्र भयो भने? आज हामी बाइबलका यस्ता रहस्यहरूबारे कुरा गर्नेछौँ जुन धेरैले पढे पनि बुझ्न सकेका छैनन्, र सायद यी कुराहरूले तपाईँको जीवन नयाँ दिशातिर लैजान सक्छ। यदि तपाईँ साँचो सत्य जान्न चाहनुहुन्छ भने अहिले नै च्यानल सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा प्रभुको महिमा होस् लेख्नुहोस्, ताकि तपाईँले यस्ता सन्देशहरू कहिल्यै नछुटाउनुहोस्। आउनुहोस् बाइबलमा लुकेका रहस्यबारे थोरै चर्चा गरौँ। बाइबल केवल एउटा साधारण पुस्तक होइन। यो हजारौं वर्ष अघि लेखिएको भए पनि यसको प्रत्येक शब्द आज पनि सजीव छ। धेरै मानिसहरूले बाइबल पढेका छन् तर सबैले यसको गहिरो अर्थ बुझ्न सकेका छैनन्। बाहिरबाट हेर्दा सरल देखिने शब्दहरूभित्र गहिरो रहस्यहरू लुकेका छन्। पहिलो कुरा, बाइबलले मानिसको वास्तविक अवस्था देखाउँछ। हामी आफैलाई राम्रो मान्छौँ, अरूभन्दा ठिक मान्छौँ, तर बाइबलले भन्छ कि हरेक मानिस भित्रबाट पापी छ। यो कुरा सुन्न सजिलो छैन, तर यही सत्य हो। मानिसले बाहिर राम्रो देखाउन सक्छ, तर मनभित्र ईर्ष्या, घमण्ड, लोभ, रिस र खराब विचारहरू हुन्छन्। यही कारणले मानिससँग सबै कुरा भएर पनि शान्ति हुँदैन। दोस्रो गहिरो सत्य, पापको परिणाम। संसारले पापलाई सामान्य कुरा जस्तो बनाइसकेको छ। झुट बोल्नु, धोका दिनु, गलत सोच्नु, यी सबै सामान्य जस्तो लाग्छ। तर बाइबल भन्छ पापको ज्याला मृत्यु हो। यसको अर्थ केवल शारीरिक मृत्यु मात्र होइन, परमेश्वरबाट अलग हुनु हो। मानिसलाई सबैभन्दा ठूलो डर मृत्युको हुन्छ, तर धेरैलाई थाहा छैन कि वास्तविक समस्या मृत्यु होइन, परमेश्वरबाट टाढा हुनु हो। तेस्रो रहस्य, परमेश्वरको प्रेम। यहाँ सबैभन्दा अचम्मको कुरा सुरु हुन्छ। मानिस पापी भए पनि परमेश्वरले मानिसलाई त्याग्नु भएन। उहाँले दण्ड दिन सक्नुहुन्थ्यो, तर उहाँले प्रेम रोज्नुभयो। यही प्रेमका कारण मुक्ति सम्भव भयो। धेरै मानिसहरूलाई लाग्छ परमेश्वर केवल नियम बनाउने हुनुहुन्छ, तर बाइबल देखाउँछ कि उहाँ दयालु पिता हुनुहुन्छ। होइन त? हो भने हो लेख्नुहोस् है त। चौथो सत्य, मुक्ति कमाइने कुरा होइन। संसारले सिकाउँछ राम्रो काम गर, राम्रो फल पाउँछौ, तर बाइबल भन्छ मानिसले आफ्नै प्रयासले मुक्ति पाउन सक्दैन। जति राम्रो काम गरे पनि पाप मेटिँदैन। मुक्ति उपहार हो, अनुग्रह हो। यसलाई कमाउन सकिँदैन, केवल स्वीकार गर्न सकिन्छ। पाँचौं रहस्य, हृदयको परिवर्तन। धेरै मानिसहरू धर्म परिवर्तन गर्छन्, तर जीवन परिवर्तन हुँदैन। बाइबल भन्छ साँचो परिवर्तन बाहिर होइन, भित्रबाट सुरु हुन्छ। जब मानिसको हृदय परिवर्तन हुन्छ, तब सोच बदलिन्छ, व्यवहार बदलिन्छ, जीवन बदलिन्छ। यही वास्तविक चमत्कार हो। छैठौं कुरा, शान्ति बाहिरी होइन, भित्री हो। मानिसहरू पैसा, सम्बन्ध, सफलता सबै कुरामा शान्ति खोजिरहेका छन्, तर किन उनीहरू अझै खाली छन्? किन राति एक्लै हुँदा मन अशान्त हुन्छ? बाइबल भन्छ साँचो शान्ति केवल परमेश्वरसँगको सम्बन्धबाट आउँछ। यो शान्ति परिस्थितिमा निर्भर हुँदैन। सातौं रहस्य, डरको समाधान। आजको संसार डरले भरिएको छ। भविष्यको डर, असफलताको डर, मृत्युको डर। बाइबल बारम्बार भन्छ डर नगर। किन? किनकि परमेश्वर मानिससँग हुनुहुन्छ। जब मानिसले यो सत्य बुझ्छ, तब डर घट्दै जान्छ। आठौं सत्य, जीवनको उद्देश्य। धेरै मानिसहरू यो प्रश्नसँग सङ्घर्ष गरिरहेका छन्, म किन जन्मिए? बाइबलले स्पष्ट उत्तर दिन्छ। मानिस परमेश्वरलाई चिन्ने र उहाँसँग सम्बन्धमा बाँच्नका लागि सृजना गरिएको हो।
जब मानिसले यो उद्देश्य बिर्सन्छ तब जीवन अर्थहीन लाग्न थाल्छ। 9औं कुरा, अन्तिम न्याय। संसारमा धेरै अन्याय हुन्छ। कहिलेकाहीँ नराम्रा मानिसहरू सफल देखिन्छन् र राम्रा मानिसहरू पीडामा हुन्छन्। तर बाइबल भन्छ एक दिन न्याय हुनेछ, सबै कुरा प्रकट हुनेछ। यो कुरा धेरैलाई डरलाग्दो लाग्न सक्छ, तर यो नै न्यायको आशा पनि हो। 10औं रहस्य, अनन्त जीवन। मानिसले यस पृथ्वीको जीवनलाई नै सबै कुरा ठान्छ, तर बाइबल भन्छ यो जीवन अस्थायी हो, साँचो जीवन अनन्त हो। प्रश्न यो होइन कि मानिस मर्छ कि मर्दैन, प्रश्न यो हो कि मरेपछि कहाँ जान्छ। 11औं कुरा, विश्वासको शक्ति। विश्वास केवल भावना होइन, यो निर्णय हो। जब मानिसले विश्वास गर्छ तब उसको जीवनमा परिवर्तन आउँछ। विश्वासले डरलाई हराउँछ, आशा दिन्छ र अन्धकारमा उज्यालो ल्याउँछ। 12औं रहस्य, क्षमा। मानिसहरू अरूलाई माफ गर्न गाह्रो मान्छन्, तर बाइबल भन्छ जसरी परमेश्वरले माफ गर्नुभयो त्यसरी नै माफ गर्नुहोस्। क्षमाले मन हलुका बनाउँछ। रिस र घृणाले मानिसलाई भित्रबाट खाइरहेको हुन्छ। 13औं कुरा, अहङ्कारको खतरा। संसारले घमण्डलाई सफलता ठान्छ, तर बाइबल भन्छ घमण्ड पतनको सुरुवात हो। नम्रता नै वास्तविक महानता हो। 14औं रहस्य, प्रार्थनाको शक्ति। धेरै मानिसहरू सोध्छन् प्रार्थना केवल शब्द हो, तर बाइबल भन्छ प्रार्थना परमेश्वरसँगको सम्बन्ध हो। जब मानिस साँचो मनले प्रार्थना गर्छ तब उसको हृदय बदलिन्छ। 15औं कुरा, समयको सङ्केत। संसारमा भइरहेको घटनाहरू केवल संयोग होइनन्। बाइबलले पहिले नै धेरै कुरा उल्लेख गरेको छ। मानिसहरू व्यस्त छन्, तर धेरैले यी सङ्केतहरू बुझिरहेका छैनन्। 16औं रहस्य, आत्मिक युद्ध। जीवन केवल भौतिक कुरा मात्र होइन, अदृश्य रूपमा आत्मिक युद्ध भइरहेको छ। राम्रो र खराब बीचको सङ्घर्ष सधैँ चलिरहेको छ। 17औं कुरा, आशा। संसार निराशाले भरिएको छ, तर बाइबल आशाको पुस्तक हो। जे भए पनि अन्तिममा आशा छ, अन्धकार सधैँ रहँदैन। 18औं रहस्य, परिवर्तन सम्भव छ। जस्तो सुकै मानिस किन नहोस्, उसको जीवन बदलिन सक्छ। अतीत जस्तो सुकै भए पनि नयाँ सुरुवात सम्भव छ। 19औं कुरा, साँचो प्रेम। संसारले प्रेमलाई भावना बनाएको छ, तर बाइबलले प्रेमलाई बलिदान बनाउँछ। साँचो प्रेम स्वार्थी हुँदैन। 20औं रहस्य, परमेश्वर नजिक हुनुहुन्छ। धेरै मानिसहरू सोच्दछन् कि परमेश्वर टाढा हुनुहुन्छ, तर बाइबल भन्छ उहाँ नजिक हुनुहुन्छ। मानिसको हृदयमा ढोका ढकढक्याइरहनु भएको छ। अन्तिममा सबैभन्दा ठूलो रहस्य यही हो कि सत्य सधैँ सजिलो हुँदैन, तर यसले मानिसलाई स्वतन्त्र बनाउँछ। बाइबल केवल पढ्नको लागि होइन, जीवनमा लागू गर्नको लागि हो। जब मानिसले यसलाई केवल शब्द होइन, सत्यको रूपमा स्वीकार गर्छ, तब जीवन बदलिन्छ। अब प्रश्न फेरि तपाईंतिर फर्कन्छ, के तपाईं केवल सुन्नुहुन्छ कि परिवर्तनको लागि तयार हुनुहुन्छ? आफ्नो राय कमेन्टमा लेख्न नबिर्सिनुहोला है त। साथीहरू, हामी फेरि छिट्टै अर्को एपिसोडमा जोडिनेछौँ है त। बाइ बाइ।